मेरो बाटोको काँडा। आज यो विषालु दूध पिएपछि सौतेरो छोराको कथा खत्तम अनि यो सबै सम्पत्ति मेरो। बाबु, खेतमा धेरै पसिना बगायौ। ल, यो तातो दूध पिहाल त, तिमीलाई तागत आउँछ मेरो छोरा। तेनी आमाको विषालु चाल मलाई पहिल्यै थाहा थियो। आज आफ्नै जालमा फस्छेस बोक्सी। आत्था मेरो घाँटी जल्यो। तैले मलाई के खुवाइस पापी? म मर्छु कि क्या हो? स्याबास मेरी रानी। बुढाको छोरा मरेपछि अब यो घर र लाल पूर्जा हाम्रो भयो। हिँड, सहर जाउँ। ए पापिनी, मैले तँलाई फुल जस्तो राखे, तैले मेरो छोरालाई विष खुवाउने? अनि यो परपुरुष को हो? बाबु, यसले मलाई विष खुवाएर तपाईको सम्पत्ति यो दलाललाई सुम्पिन खोजेकी थिए। विष मैले उल्टाइदिएँ। अब यिनीहरूलाई नछोड्नुस्। मेरो घरमा विष छर्ने सर्पिणी, आजैदेखि तँ र तेरो यो दलालको मुख कहिल्यै नदेखौँ। निस्किहाल मेरो घरबाट पापीहरू। सम्पत्तिको लोभमा अर्काको सन्तानलाई विष खुवाउनेहरूको अन्त्य यसरी नै सडकमा हुन्छ। सौतेनी आमा कहिल्यै आफ्नी हुँदिनन्। सत्य यही हो। सौतेनी आमा र दलाललाई घरबाट निकालेको ठिक लाग्यो भने फलो गर्नुहोस्। अनि सुन्नुहोस्, भिडियो बनाउन वा पेज किन्नको लागि अहिले नै फोन वा मेसेज गरिहाल्नुहोस्।